म चाहिँ मैदा कहिले पनि घरमा युज गर्दिन। घरमा चाहिँ खाजा पुराउँछु अनि जुत्ताहरू साटेर ल्याउँछु कि 5 क्लास हो कि गोप्रो भन्ने भए पनि हुन्छ मलाई। राष्ट्रिय वाणिज्य बैंक। नमस्ते सर। यो चाहिँ महेन्द्र राजमार्ग हो। अब अर्को अनि मन परेको मन पर्ने जुत्ता चाहिँ मन पर्यो ल ओके ठिक छ। मोमो मन पर्छ अनि दिउँसोको टाइममा अब फुर्सद भएको बेलामा आफूले भ्याएको बेलामा चाहिँ म छोरालाई घरमा यसरी नै मोमो बनाएर कहिले परोठा म चाहिँ मैदा कहिले पनि घरमा युज गर्दिनँ। घरमा जहिले पनि म चाहिँ आँटै सकेभरि युज गर्छु अनि आँटाकै युज गरेपछि बानी हुन्छ। मेरो छोराको स्कुलको खाजा चाहिँ यसरी बन्दैछ। यो चाहिँ बन्दाकोपी र प्याजको मात्र हो। उसलाई गाजर पनि मन पर्थ्यो तर आज गाजर घरमा सकिएकोले गर्दा मैले चाहिँ बन्दाकोपीको मात्रै बनाइदिएको छु। मोमो पनि रेडी भयो। ल मम्मी म खाजा पुऱ्याउनु गएँ कि अनि खाजा पुऱ्याउँदै प्रन्सको जुत्ता साट्दै ल्याउँछु ल। अब खाजा पुऱ्याउन हिँड्यो। पानी पो पर्छ होला हौ। त्यसलाई खाजा पुऱ्याउँछु अनि जुत्ताहरू साटेर ल्याउँछु कि गडाङगुडुङ गरेर पनि सबै तारहरू झिकिदिनु ल। भरे चट्टाङले त्यो सबै तारहरू लान्छ कि। ल म गएँ ल मम्मी। प्रनिस आइपुग्यौ? मेरो छोरा आइपुग्यो। कस्तो भयो आज तिम्रो फर्स्ट डे भन त? 5 क्लास हो। कतिजना अरे भाइ? आज केटाहरू कतिजना हो? मोमो मिठो? भोलिदेखि भाइले आफै खाजा ल्याउने ल। आज मैले फर्स्ट डे ल्याइदिएको हुन्छ नि भाइ। भोलिदेखि आफै खाजा लिएर आउँछ मेरो छोराले। अब छोराको स्कुल पनि खाजा पनि खाइसक्यो। अब जुत्ता साट्नु जानु पर्ला। यस्तो धेरै हावा चल्दैछ कि यो हावाले गर्दाखेरि मजाले केही सुनिँदैन पनि रेकर्ड गरेको। तर यही भिडियोबाट भन्न चाहन्छु मेरो स्पोन्सर भने पनि मेरो गभर्नर, मेरो अर्थमन्त्री, मेरो म्यानेजर जे भने पनि मेरो श्रीमान खगेन्द्र कन्दङवाललाई चाहिँ म यही भिडियो मार्फत भन्न चाहन्छु। श्रीमानज्यू मलाई एउटा दुईटा सानो कुरा हजुरको सहयोग चाहिएको छ। अब तपाईँ नै हो मेरो स्पोन्सर। लु मलाई एउटा चाहिँ यो राम्रो भिडियो खिच्ने क्यामेरा उपलब्ध गराइदिनु होला। त्यो एउटा गोप्रो भन्ने भए पनि हुन्छ मलाई। अनि त्यसै गरी एउटा सबैभन्दा इम्पोर्टेन्ट नहुने चाहिँ के रहेछ भने यो हावाले गर्दाखेरि केही मजाले सुनिँदैन पनि रहेछ। त्यसले गर्दाखेरि मलाई एउटा यो भिडियो सँगसँगै साउन्ड पनि राम्रो आओस् मैले बोलेको सुन्नको लागि चाहिँ मलाई एउटा यो ललिपप चक्लेट जत्रो एउटा सानो एउटा समाएर बोल्ने माइक्रोफोन हो कि के हो त्यस्तरी यहाँ कपडा हुँदी पनि भिरेर बोल्ने मलाई त्यस्तो पनि एउटा उपलब्ध गराइदिनु होला हार्दिक अनुरोध गर्दछु। अब त्यस्तै हो। अब म आउँदैछु। अब त्यही बाटो परेकोले गर्दा तपाईँको अफिसमा पनि यसो अब निक्लेर हिँड्नै पर्यो नि। अब आफ्नो स्पोन्सर, आफ्नो अब अर्थमन्त्री, गभर्नर, श्रीमानज्यू, जीवनसाथी जे भने पनि अब एकछिन तपाईँलाई म भेट्छु तपाईँको अफिसमा। अब अफिसमा पो भिडियो बनाउन पाइने हो कि पाइने होइन त्यही पनि केही छैन। अब म चाहिँ सर चन्द्रगढी हुँदै आउँदैछु धुलाबारीदेखि इटाभट्टा मेरो छोराको जुत्ता साट्नु छ।
त्यही भएर म चाहिँ अब यसरी लाग्दैछु है सरर हावा पनि चल्दैछ आज मौसम चिसो चिसो पनि छ अब म चाहिँ यसरी जाँदैछु दुलाबारी बजार हो चन्द्रगढीदेखि नजिकैको बजार अनि म चाहिँ एकछिन राष्ट्रिय वाणिज्य ब्याङ्कमा निस्किने काम छ यो चाहिँ हो दुलाबारीको राष्ट्रिय वाणिज्य ब्याङ्क यो चाहिँ दुलाबारी छ अनि म चाहिँ एकछिन राष्ट्रिय वाणिज्य ब्याङ्कमा एकछिन निस्किनु पर्यो नमस्ते सर नमस्ते म यहाँ इटाभट्टा निक्लेर गएको थिएँ कि अनि एकछिन तपाईँलाई पनि भेट्नु भनेर आएको भाइको जुत्ता साट्नु हिँडेको के गर्दै हुन्छ के भन्नु अफिसमा यसो यो हामी चाहिँ इन्डिया टुर गएको थियौँ इन्डिया टुर जाँदाखेरि चाहिँ उडिसामा चाहिँ एउटा हामीले ब्याङ्क भिजिट गरेको थियौँ क्या त्यो ब्याङ्कमा चाहिँ आज चाहिँ एउटा अचानक घटना भएछ के भएछ मृतक मान्छेको चाहिँ खाताबाट पैसा निकाल्नु लागि चाहिँ कङ्काल बोकेर चाहिँ मान्छे चाहिँ गइरहेको छ त्यसो भिडियो चाहिँ हाम्रो साथीहरूको पहिले त्यो ओडिसाको ग्रुपको एउटा बसन्ती एउटा ग्रुप छ त्यो ग्रुपमा हालिराखेको साथीहरू अनि सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह फोटो नराख्नु भन्ने पो आदेश गर्नुभयो भन्ने सुनेको थिएँ त अफिस कार्यालयमा फोटो राख्नु भन्ने चाहिँ आदेश आयो ए हो त्यसो भए मैले गलत समाचार सुनेछु अनि खाजा खानुभयो खाजा खाइसक्यो अलरेडी मैले छोरालाई आज खाजा पुऱ्याइदिएँ मोमो बनाएर अनि मोमो आज साथीहरू धेरै आएन छ अलिक बोर भएको थियो अनि एउटा गुड न्युज पनि भाइ छ त म गुड न्युज सुनाउँछु ल भनेको 25% डिस्काउन्ट भयो त भनेको भाइ होइन अहिले चेन्ज भएछ भाइ दोस्रो भएको चाहिँ 25 रहेछ अनि 15 थर्डलाई अनि फर्स्ट प्रथमलाई चाहिँ 50% रहेछ त्यस्तो अहिले के आएको रहेछ नि त अनि खाजा कतिखेर खानु तपाईँ अब यहाँ दिनभरि अफिसमा व्यस्त हुनुहुन्छ अब यहाँ मैले बसेर डिस्टर्ब गर्नु हुँदैन अब म पानी पर्न त्यस्तो छ घर बोलाइमा जान्छु अब मेरो छोराको जुत्ता साट्नु छ एकछिन एउटा फिल्ड एउटा हेरेर आउनु पर्यो अन्त होम लोन म चाहिँ जान्छु पानीले पुग्छ मेरो छोराको जुत्ता साटेर जान्छु घर छिटो जान्छु बेलायतमा पानीले चुड्छ मात्र आज मलाई अफिसमा धेरै डिस्टर्ब पनि गर्नु हुँदैन अफिसमा काम भइरहेको छ नि त अब म जान्छु मेरो कामतिर म जान्छु अब यो चाहिँ महेन्द्र राजमार्ग हो महेन्द्र हाइवे यसरी बनिँदैछ गाह्रो छ अहिले यो हाइवेमा कुदाउन पनि एकदम गाह्रो छ अनि बिस्तारो सेफली ड्राइभ गर्दैछु अब आधी उधी अलिअलि खट्टा गरेर बनाउँदैछन् अब बनाइसक्छन् होला छिटो बनायो भने त धेरै नै सजिलो हुन्छ हामीलाई यो चाहिँ महेन्द्र राजमार्ग हो अब यो चाहिँ काकाडभिटा यो धुलाबारी हुँदै इटाभट्टा हुँदै काकाडभिटादेखि उता बागडुग्रा उता इन्डियाको नाकाइए भइहाल्यो अनि यो चाहिँ महेन्द्र राजमार्ग अब म चाहिँ इटाभट्टा जाँदैछु जुत्ता नाप नि एकचोटि त्यत्रो मामुले दुःख गरेर ल्याइदिएको जुत्ता ल्याउ त नाप त एकचोटि
ट्राई गर त ट्राई गर न खै त्यसरी ट्राई गरेको त्यसरी होइन हौ लगाइवरी गर न भयो कि भएन भयो अर्को अनि मन पर्यो कि मन पर्ने जुत्ता चाहिँ मन पर्यो ल ओके ठिक छ त्यसो भए